अपरिचित भविष्यसँगको सङ्घर्ष। हुन्छ, यहाँहरू सबैजनालाई आजको यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। म तपाईँहरूको बिचमा आज यस शीर्षकमा रहेर आज परमेश्वरको वचन बोल्न जाँदैछु। म आशा गर्दछु तपाईँहरूले यो वचनद्वारा आशिष पाउनुहुनेछ। मानिस एउटा परमेश्वरको सृजित प्राणी हो। उत्पत्ति 1:26मा यसको बारेमा लेखिएको छ, मानिस जातिको बौद्धिक र काम गर्ने क्षमता सीमित मात्रामा हुन्छ। मानिस आफैले आफ्नो जीवनलाई सुन्दर बनाउन असम्भव जस्तै छन्। अनि बिर्सिनै नहुने कुरा चाहिँ यो हो कि कुनै पनि व्यक्तिको खुसी र आनन्द मानिसको धन प्राप्तिसँग छैन। मानिसको साँचो खुसी तब आउँछ जब ऊ परमेश्वर र मानिससँगको सम्बन्धमा सिद्ध हुन सक्छ। मानिस परमेश्वरको सम्बन्धबाट अलग भएर ऊ कहिले सफल मानिस बन्न सक्दैन। योना 15:5ले भन्छ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैन। यदि मानिसहरूले संसारको भौतिक थोकहरूमा र बितेर जाने कुनै पनि कुरामा आफ्नो सफलता सम्झन्छ भने त्यो मानिस जातिको लागि सबैभन्दा ठुलो भुल हुनेछ, किनकि तिनीहरू सृष्टिकर्ताबाट सदाको लागि अलग हुनुपर्नेछ। हिब्रू 3:11मा यसो लेखिएको छ, यसकारण मैले मेरो क्रोधमा शपथ खाएँ, तिनीहरू मेरो विश्राममा प्रवेश गर्ने छैनन्। आज हरेक मानिसहरू आफ्नो भविष्यप्रति धेरै नै चिन्तित देखिन्छन्। मानिसहरूलाई धेरै कुराको चिन्ताले सताइराखेको हुन्छ, जस्तै म भविष्यमा कहाँ पुगौँला, के काम गर्ने, कसरी छोराछोरी पालन पोषण गर्ने, देशको भविष्य के होला, कसरी आर्थिक आय आर्जन गर्ने जस्ता धेरै चिन्ता फिक्रीले मानिसहरूलाई सताउने गर्दछन्। यी दिनहरूमा शैतानले मानिसको मस्तिष्कमा यस्तो भ्रम फैलाएको छ कि पैसा नै जीवनको सबैभन्दा ठुलो आवश्यकता हो र पैसा भयो भने मात्र जीवन सुखी र आदर्शमय बनाउन सकिन्छ। तर यसको मतलब पैसा कमाउनु पाप भन्न खोजेको होइन। आज सबैको मन र मस्तिष्कलाई पैसाले खिचेको देख्दा अनि परमेश्वरको कामलाई मण्डलीको बीचमा लथालिङ्ग देख्दा के साँच्ची नै हामीले परमेश्वरको सेवा गरिराखेका छौँ? के हाम्रो धनले उहाँको सेवकाई भइराखेको छ? के हामीले धन सम्पत्तिलाई भन्दा बढी येशूलाई प्रेम गरेका छौँ? तर दुःखद लाग्दो कुरा यो छ कि मानिसहरू धन कमाउन यति व्यस्त छन् कि हामीहरूलाई परमेश्वरसँगको सम्बन्धमा रहनको लागि अलिकति पनि समय नै छैन। मानिसहरूले धन सम्पत्तिमा मात्र केन्द्रित हुँदा र परमेश्वरलाई समय नदिँदा तिनीहरूको जीवन एउटा यस्तो डरलाग्दो श्रापमा पर्नेछ, जुन श्रापले मानव जीवनलाई निराशाको खाडलमा धकेलिदिनेछ। हग्गाई 1:9मा यसरी लेखिएको छ, तिमीहरूले धेरै आशा गर्यौ, तर हेर थोरै मात्र हुन आयो। तिमीहरूले घरमा जे ल्यायो त्यो मैले फुकेर उडाइदिएँ। किन त सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, किनभने मेरो भवन चाहिँ भग्नाशेष भएको छ, तर तिमीहरू भने हरेक आफ्नो घरका लागि व्यस्त छौ। मैले खेतहरू र डाँडाहरू, अन्न र नयाँ दाखमध्ये तेल र जमिनले उब्जाउने जति सबैमा, मानिसहरूमा, पाल्तु पशुहरूमा र तिमीहरूका हातका सबै परिश्रमहरूमा अनिकाल बोलाएको छु। आजको मानिसहरू धेरै स्वार्थी भएका छन्। आज प्राय जसो मानिसहरू आफ्नै जीवनलाई मात्र सुख सम्पन्न गर्नको लागि परेका छन्। आज परमेश्वरको भवन चाहिँ भग्नाशेष अवस्थामा छन्। आज धेरै जसो सेवकाई गर्न छोडिराखेको अवस्था छन्। आजको यो परिस्थितिमा रहेको मण्डली समाज भोलिको दिनमा के राम्रो होला भनी आशा गर्ने। यदि मानिसहरूले पश्चाताप गरी परमेश्वरतिर फर्किएन भने अबको केही समय पश्चात यस्तो डरलाग्दो अनिकाल, महँगी र बाजोपनले संसारलाई डरलाग्दो रूपले निल्नेछ, जुन मानिस जातिले कहिले कल्पना गरेको हुने छैनन्।
आजको मानिस भौतिक कुरामा मात्र चिन्तन गर्नु अनि भविष्यमा आर्थिक क्षेत्रलाई मात्र विकास खोज्नु हुँदैन। हामीले हाम्रो आर्थिक क्षेत्रलाई वृद्धि गरिरहँदा परमेश्वरको उपस्थिति, सम्बन्ध र उहाँको सेवामा पनि सहभागिता गरिरहनु पर्दछ। हामीले परमेश्वरको वचन अध्ययन गर्ने, मनन गर्ने साथै उहाँको वचन अनुसार जीवन जिउनु पर्दछ। तब मात्र हामीले कमाएको धन र हाम्रो भविष्य ख्रीष्ट येशूमा सुरक्षित हुन्छन्। आमेन।